सोलो हाइड्रो पावर लिमिटेडले पुस 29 गतेदेखि माघ 4 गतेसम्मका लागि आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा भने यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि जम्मा 82 लाख किता साधारण सेयर निष्कासन गर्ने भएको छ र त्यसै गरी यस कम्पनीले निष्कासन गर्न लागेको आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिन पाइने भएको छ भने अधिकतम 1 लाख कितासम्म आवेदन दिन सकिने भएको छ। रेटिङको कुरा गर्ने हो भने यस कम्पनीलाई आइआरएनडब्ल्युबी क्युआर रेटिङ प्रदान गरेको छ भने यसले यस कम्पनीको दायित्व वहन गर्ने क्षमता भने औसत जोखिम रहेको सङ्केत गर्दछ र त्यसै गरी यस कम्पनीले प्रत्येक किता रु 100 रुपियाँका दरले आइपिओ निष्कासन गर्ने भएको छ भने यस कम्पनीले निष्कासन गर्न लागेको 10 किता आइपिओमा आवेदन दिनको लागि हाम्रो खातामा भने न्यूनतम 1000 रुपियाँ भन्दा माथि हुनुपर्ने छ। यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्कासन गर्न लागेको 82 लाख किता भने 8,20,000 जना भाग्यमानी लगानीकर्ताहरूले 10-10 किताका दरले सेयर हात पार्ने भएका छन् भने बाँकी लगानीकर्ताको हात भने खाली हुने भएको छ। हस्त साथीहरू, आजको भिडियो यति नै रहेको छ। आउने दिनमा नेपाल सेयर बजार सम्बन्धी यस्तै नयाँ जानकारी थाहा पाउन चाहनुहुन्छ भने कृपया मेरो टिकटक आइडीलाई फलो पनि गरिदिनु होला। हस्, धन्यवाद।